नमस्ते सबैजनालाई, म श्याम घिसिङ। फेरि पनि आज म यहाँ चाहिँ लोकल कुखुराको यहाँ भालेको मासु बनाउँदैछु होइन। यो चाहिँ हामी गाउँघरमा आगोमा चाहिँ पकाउँदैछु। आज फेरि म किचनमै छु होइन। यहाँ बाहिर चाहिँ हाम्रो बुवा आलु खन्दै हुनुहुन्छ र दुईजना भाइ चाहिँ उहाँ घाँस काट्दै हुनुहुन्छ होइन। अनि हामी चाहिँ भोलि काठमाडौँ आउनको लागि अब आलु पनि हामी चाहिँ थोरै मात्रै अब प्याकिङ गरेको छ, किन भन्दाखेरि हामी चाहिँ बोक्न नसक्ने भएको कारणले अब आलु पनि हामी यति नै बोक्छौँ होइन। यो चाहिँ उसिनेर खाएको आलु होइन, एकदमै मिठो थियो। आज खाँदा बढी भएर यो चाहिँ हामीले छोडिदिएको यो आलु चाहिँ। हाम्रो भान्साघर चाहिँ फेरि यस्तो छ गाउँघरतिर चाहिँ होइन। घर चाहिँ यही हो हाम्रो रातो जस्तो लागेको घर। यिनीहरू चाहिँ अब भाइहरूको घर भयो। यो चाहिँ हाम्रो पुरानो घर। यो चाहिँ 72 सालमा भूकम्पले भत्काएको घर थियो। यो चाहिँ हाम्रो पुरानो घर।